तपाईहरु देख्न चाहनुहुन्छ कि यो कति खतरनाक खोला हो, तपाईहरु यहाँनिर ठुलो भयो भने तपाई खोला देख्नुहुनेछ कि तपाईहरु बगारो लख्ने छ। अब म यो रुमाल हो माथि बोलेछु। आओ के भिडियो बनाऊ मने यहाँनिर कति उकालो छ। म तपाईहरु एक चीज देखाउन चाहन्छु कि यहाँनिर के छ भनेपछि यहाँनिर यी तर देख्न चाहनुहुन्छ कि यहाँनिर के छ भन्ने कुरा। एकछिन त्यो क्यामेरा तल गरेर यति ठुलो झरना यो खोला छ यो तपाईहरु देख्न चाहनुहुन्छ। अझै अनि म तपाईहरु एक चीज देखाउन चाहन्छु कि ठेका कुन्ने गर्छ कसरी कुन्छन् कि म तपाईलाई एक चीज बताउन चाहन्छु कि हामीले ठेका कसरी कुन्छ। किनकि यो मुम्रो हो, यो मुम्रो रे यहाँनिर ठेका लगाउँछन् अनि यहाँनिर मतलब कि नबनेको ठेका अनि यहाँनिर यसरी हान्छन् अनि त्यसपछि यसमा अड्डिन्छ। त्यसपछि यहाँनिर आउनु म तपाईँ एक चीज देख्न चाहन्छु। आउनु यहाँनिर म एक चीज देख्न चाहन्छु कि अब यो पाइपबाट तपाईँ यो पाइपबाट के आउँछ भने तपाईँ जान्न चाहनुहुन्छ होला। यो पाइपबाट आउँछ कि यति ठुलो पानी आउँछ यो पाइपबाट अनि यो पानीको धक्काले यो घुम्ने गर्छ। कसरी घुम्छ कि पानीको धक्का यहाँ तलतिर फाल्छ भन्छ यो फेरि यसरी पुरा घुम्छ यसरी घुम्छ। अनि यो खराब भएको रहेछ पङ्खा अनि चेन्ज गरेको रहेछ नयाँ कति हालेको रहेछ भनेपछि 1 2 3 4 चारवटा हालेको रहेछ। भनेपछि पुरानो कति रहेछ भनेपछि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 हुन्छ। भनेपछि यसरी ठेका थुन्छ ध्यान तपाईँहरू देख्नुभयो होला। तर अब म यहाँनिर कहाँ छु भन्ने कुरामा अलिक लामो छु भनेपछि यो कति यसलाई भन्छन् कि कुनै यो झारहरू हुन्छ यसले भन्छ मामर झार भन्छ। यही झारहरू यही भन्छ यो गोठेर यो खाएपछि छिटो पनि हुने गर्छ। छिटो कहाँ लाग्छ छिटो पनि हुने गर्छ यो खाएपछि। अब तपाईँहरूले अब आजको चाहिँ यो चिज देखिसक्यो। अब हामी हिँड्नेछौँ तर कहाँबाट जाने होला यो बुझ्ने बाँकी छ। ल अब हामी हिँड्ने हो जाने